यस समय चाहिँ हामी श्री सर्कलद्वारा कसरी चाहिँ मानिसहरूलाई यसुको बारेमा सुनाउने भन्ने विषयमा हामी हेर्न गइरहेका छौँ। तपाईँहरू सिक्नलाई तयार हुनुहुन्छ? सुरुमा परमेश्वर हुनुहुन्थ्यो अनि परमेश्वरले चाहिँ परमेश्वरको योजना अनुसार चाहिँ परमेश्वरले सबै देख्ने नदेख्ने दृश्य अदृश्य सबै कुरालाई सृष्टि गर्नु भइसकेपछि उहाँले यो संसारलाई पनि उहाँले सृष्टि गर्नुभयो। अनि संसारमा पाप थिएन, कुनै पनि भ्रष्ट कुनै पनि पापको कुराहरू थिएन। अनि संसार एउटा सिद्ध संसार थियो अनि यो संसारमा चाहिँ परमेश्वरले मानिसलाई पनि सृष्टि गर्नुभयो। अनि मानिस र परमेश्वरको सम्बन्ध चाहिँ घनिष्ठ थियो। अनि परमेश्वरले मानिसलाई किन बनाउनु भयो भन्ने गर्दाखेरि चाहिँ आराधना गर्नको लागि, उहाँको महिमा गर्नको लागि र उहाँसँग सङ्गति गर्नको लागि चाहिँ परमेश्वरले मानिसलाई बनाउनु भएको थियो। अनि मानिसको किन पाप थिएन, मानिस एकदम शुद्ध थियो, पवित्र थियो। अनि एक दिन चाहिँ मानिसले चाहिँ परमेश्वरको आज्ञालाई चाहिँ उल्लङ्घन गर्यो। अनि उल्लङ्घन गरेको कारणले चाहिँ अनि मानिसको जीवनले पाप प्रवेश गर्यो। अनि पाप प्रवेश गरेको कारणले परमेश्वर र मानिसको सम्बन्ध चाहिँ टुट्यो। अनि सम्बन्ध टुट्यो अनि मान्छेको हृदय चाहिँ पापले भरियो, भ्रष्टताले भरियो र एउटा यो सिद्ध संसार चाहिँ एउटा भ्रष्ट संसारमा चाहिँ परिवर्तन भयो। अनि त्यहाँका मानिसहरू पापी भए, उनीहरू चाहिँ परमेश्वरलाई मन नपर्ने कामहरू चाहिँ उनीहरू गर्न थाले। परमेश्वरको विरुद्ध परमेश्वरलाई मन नपर्ने कामहरू गर्न थालेर एउटा सिद्ध संसार चाहिँ एउटा भ्रष्ट संसार, एउटा टुटेको संसार चाहिँ हुन पुग्यो। टुटेको संसारमा मानिसहरू भ्रष्ट छन्। अनि यो मानिसहरूले चाहिँ परमेश्वर कहाँ जानको लागि उनीहरूले विभिन्न प्रयासहरू गरिरहेका छन्। धर्म कर्म गर्ने, आफ्नो प्रयासद्वारा राम्रो काम गर्ने, दान दक्षिणा दिएर असल कामहरू गरेर चाहिँ मानिसहरू चाहिँ उनीहरू परमेश्वर कहाँ चाहिँ उनीहरू जान खोजिरहेका छन्। तर उनीहरू जान सकिरहेको छैनन्, किनभने परमेश्वर र मानिसको सम्बन्ध चाहिँ टुटेको छ। अनि यो मानिसहरूले अनि बलिदान गर्ने, मन्दिर धाउने, विभिन्न कुराहरू उनीहरूले गरिरहेका छन्। तर उनीहरू परमेश्वरका उनीहरू पुग्न सकिरहेका छैनन्। अनि परमेश्वरले यो संसारलाई हेर्नुभयो अनि यो कुरालाई परमेश्वरले देख्नुभयो र यो भ्रष्ट संसारमा चाहिँ परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई चाहिँ संसारमा पठाउनु भयो। अनि उहाँ चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। अनि उहाँ चाहिँ बुद्धिमा, कदमा, उहाँ चाहिँ परमेश्वरको अनुग्रहमा चाहिँ उहाँ हुर्किनु भयो। उहाँले चाहिँ यो संसारमा अनि रोगीलाई निको पार्ने, भूत धपाउने विभिन्न उहाँले चाहिँ अचम्मको कामहरू चाहिँ उहाँले गर्नुभयो। अनि त्यो कामहरू चाहिँ त्यहाँको धर्मगुरुहरूलाई मन परेन। अनि धर्मगुरुहरूलाई मन नपरेको कारणले चाहिँ अनि उनीहरूले चाहिँ अनि येशू ख्रीष्टलाई चाहिँ उनीहरूले क्रुसमा काटी ठोकेर चाहिँ उहाँलाई झुन्डाएर मारियो, गाडिनु भयो। तेस्रो दिनमा जीवित भएर स्वर्गमा जानुभएर परमेश्वर पिताको दाहिने बाहुलीमा विराजमान हुनुहुन्छ। यो चाहिँ त्यहाँको धर्मगुरुहरूको मात्र योजना थिएन, तर यो कुरा चाहिँ सबै मानव जातिको पाप क्षमा गर्नको लागि चाहिँ यो चाहिँ परमेश्वरको योजना थियो।
यदि तपाईँ र मैले येशू ख्रीष्ट मेरो पापको लागि मर्नुभयो अनि उहाँ चाहिँ मरेकोबाट जीवित हुनुभयो र परमेश्वर जीवित भएर स्वर्गमा जानुभयो भने तपाईँ र मैले विश्वास गर्छौँ भने र हाम्रो पापबाट फर्कन्छौँ भने चाहिँ तपाईँ र मेरो परमेश्वरको सम्बन्ध चाहिँ फेरि पनि पुनर्स्थापना हुन्छ। अनि सिद्ध संसारमा जस्तो परमेश्वर र मानिसको सम्बन्ध घनिष्ठ थियो र येशू ख्रीष्टलाई विश्वास गरेर हाम्रो आफ्नो पापबाट फर्केर चाहिँ तपाईँ र मेरो सम्बन्ध चाहिँ फेरि पनि परमेश्वरसँग जोडिन सक्छ अनि घनिष्ठ हुन सक्छ। अनि त्यसको लागि चाहिँ तपाईँ र मैले येशू ख्रीष्टलाई विश्वास गर्नुपर्ने हुन्छ। के तपाईँ येशू ख्रीष्टलाई विश्वास गर्न तयार हुनुहुन्छ? तपाईँ तयार हुनुहुन्छ भने येशू ख्रीष्टलाई विश्वास गर्नुहोस् र उद्धार मुक्ति र परमेश्वरसँग फेरि पनि सम्बन्ध जोड्न सक्नुहुन्छ। धन्यवाद।